कोनिचिवा मिनासान। आज हामी फेरि जापानिज ल्याङ्ग्वेजको डे 3 मा छौँ। हामीले डे 1 र डे 2 को भिडियोहरू चाहिँ अपलोड गरिसकेका छौँ। यदि हेर्नु भएको छैन भने डे 1 र डे 2 को भिडियोहरू हेर्नु होला। आज हाम्रो चाहिँ डे 3 रहेको छ। हामी चाहिँ बेसिकदेखि सुरु गर्न गइरहेका छौँ। आज हामी चाहिँ ग्रिटिङ्सहरूको बारेमा पढ्ने छौँ, जसलाई के भन्छ आइसाचु भन्छ है त जापानिजमा। नेपालीमा अभिवादन भयो, त्यसै गरी जापानिजमा आइसाचु। ग्रिटिङ्सलाई के भन्छ अरे आइसाचु। आइसाचु भनेको चाहिँ ग्रिटिङ्स भयो। त्यसै गरी हाम्रो सुरु 1 नम्बरमा छ ओहायो गोजाइमास। ओहायो गोजाइमास भनेको चाहिँ शुभ प्रभात। ओहायो गोजाइमास भनेको के अरे शुभ प्रभात अथवा इङ्ग्लिसमा गुड मर्निङ भयो। त्यसै गरी हाम्रो 2 नम्बरमा छ कोनिचिवा। कोनिचिवा भनेको चाहिँ नमस्कार, हेलो, गुड आफ्टरनुन भनेर पनि बुझिन्छ है त। नमस्ते नेपालीमा अर्थ रह्यो। त्यसै गरी हाम्रो 3 नम्बरमा छ ओया सुमिनासाई भनेको चाहिँ शुभरात्रि, गुड नाइट भन्नु पर्यो भने चाहिँ के भन्ने अरे ओया सुमिनासाई। त्यसै गरी हाम्रो 4 नम्बरमा छ सायोनारा। सायोनारा भनेको चाहिँ गुड बाई, अलविदा भन्नुपर्दा सायोनाराको प्रयोग गरिन्छ। त्यसै गरी हाम्रो 5 नम्बरमा छ सुमिमासेन भनेको चाहिँ एक्सक्युज मी भन्नुपर्दा चाहिँ सुमिमासेन के अरे सुमिमासेन भनेको चाहिँ एक्सक्युज मी भयो। त्यसै गरी हाम्रो 6 नम्बरमा छ दौमु। दौमु भनेको चाहिँ थ्याङ्क यू भयो। त्यसै गरी 7 नम्बरमा छ दौजो। दौजो भनेको चाहिँ प्लिज भयो। त्यसै गरी 8 नम्बरमा छ आरिगातो गोजाइमास भनेको चाहिँ थ्याङ्क यू भन्ने अर्थ राख्छ आरिगातो गोजाइमासले। त्यसै गरी 9 नम्बरमा छ दोमो आरिगातो गोजाइमास भनेको चाहिँ थ्याङ्क यू सो मच। दोमो भनेको पनि थ्याङ्क यू, आरिगातो गोजाइमास भनेको पनि थ्याङ्क यू। यदि यिनी दुईटा सँगै आएको छ भने दोमो आरिगातो गोजाइमास भए पनि थ्याङ्क यू सो मच भन्ने अर्थ राख्छ है त। त्यसै गरी हाम्रो 10 नम्बरमा छ हाई। हाई भनेको चाहिँ यस भनेको भयो। त्यसै गरी 11 नम्बरमा छ इए। इए भनेको चाहिँ नो भन्ने अर्थ राख्यो। त्यसै गरी हाम्रो 12 नम्बरमा छ हाजिमे मासिते भनेको चाहिँ नाइस टु मिट यु। परिचय गर्दाको पहिलो शब्दलाई चाहिँ हाजिमे मासिते भनिन्छ। ल हुन्छ मिनासान, आजको लागि चाहिँ यति नै। यो पढाएको कुरोहरू चाहिँ तपाईँहरूले याद गर्नुभयो भने चाहिँ डे 4 पनि यसै गरी सजिलो हुँदै जान्छ। यी मिनिङहरू याद गर्नु होला, केलाई के भन्छ भनेर। भोलि फेरि हामीले डे 4 को अपडेट भिडियो अपडेट चाहिँ गर्ने नै छौँ। आजको लागि चाहिँ यति नै। ल त मिनासान, सायोनारा।